ल लुगा पो लाउनु हैन हौ चिन छैन मान्छे लाउँछु चिलिसकेपछि सकिगयो नि कुकुरले उकाउनु पर्छ जेठा हो त्यसरी यतापट्टि सबै ठाउँ उकाउनु पर्यो नि त काँटी भएको भएको ये त चारै सुरु मलाई लाग्छ नि हौ नरी मुरी ले मान्छे हो नि चिल्लो न त कार्न चाहिँ सजिलो हुन्छ नि यस्तो चिल्लोमा धुवाले भगाउँदा धुवाले भगाउनु पर्छ नि पन्जा लाउने होइन पुगेपछि कुकुरले खेतबाट काट्नुपर्छ नि एउटा लाइनले पो तान्दो झेपेर ऊ माथि उसको पस्नेतिर भुङै त्यहाँ बेला गरेर बाहिर निस्किनु आएको नि अब उसको दैलोमा लाउँदै रहेछ त पहिले जस्तो भएको थियो Ini mau tidur dalam deh. No. Sejak bulan kan orang ya. Aman mesti lawan sapi, jatah lo. मौरी त मजाले साट्ने रहेछ कर्खानी नै रहेछ मौरी त Umur uji nak apa? Berapa mungkin? Karbon lang mati jadi cuman macam tu.
터치 하셔도 되나? ये चीज मेरे में 이 bombuti. Adi ani chidi na. लग एला लानु मामली को हाथ चिलाउँछ हौ जेठा यो त जो बुक्की रात लो आइज मोरी आइज 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 यार तू डुङ्गा सारेको मुडे घरबाट आधुनिक घरमा सारेको Cây luôn. जो चाहिँ चाका झुन्डाएको थिएन हामीले त्यो आधुनिक घरको फ्रेममा चाहिँ धागोले बाँधेर मुडे घरबाट आधुनिक घरमा सार्ने तरिका धागोले बाँधेर चाका अडाएर सारिएको। अब यहाँ मौरी बाँकी रहेको मौरी बाँकी रहेको मौरी उता जान चिल्छ है म डिस्काउन्ट त भएन अनि काट्नु त कुन तरिकाले काट्न आएको थियो मान्छेले यताबाट सधैँ क्यादिउँ बनाउला नि फेरि म बनाइहाल्छु मौरी चाहिँ त आओस् न मौरी चाहिँ त आएपछि त म त्यसलाई त बनाइहाल्छु नि तल लानु यो आधुनिक घरमा आधुनिक जमानाबाट लाउनु पर्यो नि त आधुनिक तरिकाले मौरी हातले बोकेर मौरी हातले उगाएर बोक्नु भनेको उगाउँछ नि उगाउनु चाहिँ कहिले त चिलाउँछ हातमा पनि मौरीले डिस्काउन्ट हुँदैन कि निचर्नु हुँदैन त्यसलाई
पिर पार्नु भएन। हामी पनि त मान्छेले न्यु खोज्यो नि त हामी न्यु खोजेर जान्छ उनीहरूले न्यु खोज्नु भएन क्या हामीले ए छोडिसक्यो अब यहाँ हेर्नु न गइसक्यो उता गइसक्यो। अब एकछिनमा त्यहाँको पनि सबै यता सरिसक्छ होला। राहना चाहिँ तल पैसा पनि जान्छ सर्छ। एउटा अलिक ठुलो राहना चाहिँ छ कि त्यो राहना माथि छ भने उही जान्छ। हाम्रो चाका त यहाँ पर छिटो 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 भन्दैछ गुटुटु पो जाँदो रहेछ साँच्चीकै हातबाट त हुरुरु छ। त अर्को चाका अर्कोको घरको चाका ल्याउँदाखेरि चाहिँ मौरीले चाहिँ त्यहाँ ल्याउनु पर्यो, त्यहाँ काठ त्यसरी त्यो डुँड चाहिँ अघिकै ठाउँमा राख्नु पर्यो होइन त। यस्तो माथि आइदियो हुन्छ होइन त्यो उयो ल्याउँ काठै राखौँ कि त्यत्तिकै अडिन्छ त हो त्यहाँको जस्तै अडिन्छ त। यहाँ राख्नुपर्छ क्या अनि सिधा मौरी आउँछ। म आउँ त मैले भिडियो क्लोज गर्दै त भनेपछि त्यहाँ ठ्याक्कै पुरानो ठाउँमा त्यहाँ यो ठ्याक्कै कि अझै अलि माथि हो फेरि भरे सोध्दा मिल्दैन कि ए ए ए यसले भोलि पर्सि बढाउने काम गर्न मजाले। ल ल अहिलेलाई चाहिँ टेम्परेरी म त्यसलाई पर्मानेन्ट अडाउँछु। अब चाहिँ के गर्नु भने नि यहाँको मौरी सबै गइसक्यो अब अलिअलि रहेछ। चाल सकेछ यो सकिन्छ म सहयोग गरौँ त्यसलाई निकाल्नु त्यसलाई पनि यो बोर्ड निकाल्नु त बिस्तारै गर्ने सहयोग गर्नुपर्छ। खिचुमै पराले भिडियो खिच्दै राखेको एकछिन गयो हेरौँ त छ यहाँ मौरी मौरी अलिअलि देखिन्छ। गइसक्यो ल झऱ्यो झऱ्यो सकियो। आफै सर्छ यहाँबाट ल अरू फ्रेम हो तिनीहरू त्यो माथि पनि छ होला हो त्यो उता यहाँ तलै रहेछ त। यो बोर्ड चाहिँ भोलि सिधा बनाउनु ल यस्तो डाउन भयो भने नि चाका पनि त्यस्तै डाउन अप्ठ्यारो लाउँछ कि ए बनाउनुपर्छ। सिधा भन्नाले
भनेको अहिले अलि यस्तो यताबाट डाउन भइरहेछ यसलाई कस्तो हुनु पर्यो यस्तो यति गर्नु पर्यो ए ल ल ल ल म सिधा बनाउँछु त्यसलाई लेभल राखेर पछि त्यसको माथिल्लो तला चाहिँ पछि लाउँदा भयो नि पछि अहिले हिउँदमा लाउनु पर्ने एकैचोटि पछि चैत वैशाखतिर अथवा हेरेर लाउने क्या त्यो चाहिँ पहिलो कुरो त मौरी यहाँ इन्स्टल हुनु पर्यो इन्स्टल भएर पर्मानेन्टली बस्न उसलाई थाल्नु पर्यो बसिसकेपछि चाहिँ अनि चाहिँ मिल्यो होइन त्यसको हो त्यो ठडाएको छ उँधोपट्टि बस त्यति भयो मौरी अब सर्यो मुडे घरबाट आधुनिक घरमा मुडे घर यता आइपुग्यो मुडाउ अहिले नै पनि इन्स्टल हाल्दिनु के अरे त्यो माथि हाल्दा हुन्छ यसरी हाल्दा हुन्छ के हालिदिइहाल्यो अलिक सुहाउँदैन क्या त्यो चाहिँ त्यो अलिक उयो जाली फालिदिउँ कि अलिक माकुराको जालहरू हो त्यो चाहिँ माथिल्लो तलको मह लाउने जाली हो नि त यो चाहिँ हनी च्याम्बर भन्छ त्यसलाई फ्रुट च्याम्बर भन्छ हनी च्याम्बर यो हनी च्याम्बर 1 2 3 4 1 2 3 4 5 6 7 8 9 यो चाहिँ मैले खास त यो यसको कभर माथि लाउनु कभरलाई यहाँ माथि लाउनु पर्थ्यो अहिले चाहिँ अहिले मौरी कम भएकोले तत्काललाई यो कभर माथि नै यो हनी च्याम्बर हालिदिएँ त पछि सार्न मिल्यो नि पछि यसलाई चाहिँ मौरीको अवस्था हेरेर मौरी चाहिँ अलिक सङ्ख्या बढ्यो भने त्यो के अरे कभरलाई चाहिँ माथिबाट ल्याइदिएँ यहाँबाट फालिन्छ ल धन्यवाद है तपाईँलाई अब सकेसम्म मौरी बस्ने प्रयास गरेर हो वातावरण बनाएर कस्तो हुन्छ